कान्छी जसरी नि मेरै हुनुपर्छ, त्यसको लागि सागरलाई किन हटाउनु नपरोस्? जसरी यो अति भयो, अब यो सहन सक्दिन। तिमीहरूलाई लाचार नारीलाई के सोचेका छौ? त जस्तो पापीले सोच्न नि कसरी सकिस् कि म त सँग जिन्दगीमा बिताउँछु भनेर? धिक्कार छ तलाई। एउटा कमजोर नारीको फाइदा उठाउन खोज्छस्? म यो कदापि स्वीकार्ने छैन। तपाईले मेरो जीवन बर्बाद गर्नुभयो, मलाई यहाँबाट जान दिनुहोस्। दर्शकबिनहरू, आज कान्छी सिरियलमा यस्तो विस्फोटक मोड आएको छ कि एकपल्ट हेर्न थालेपछि अन्त्यसम्म आँखा हटाउनै सकिँदैन। हो दर्शकबिनहरू, आज कान्छीको जीवनमा आएको यो सङ्कट केवल एउटा सामान्य समस्या होइन, यो उसको अस्तित्वमाथिको सबैभन्दा ठुलो आक्रमण हो। आज कान्छी यस्तो खतरनाक जालमा फसेकी छ जसबाट उम्किन कुनै बाटो नै देखिँदैन। एकातिर आफ्नो श्रीमान सागरको जीवन, अर्कोतिर आफ्नो सानी छोरी साराको भविष्य, र अर्कोतर्फ उसको विगतको डरलाग्दो प्रेमी। आखिर यस्तो अवस्थामा कान्छीले के गर्ने हो? दर्शकबिनहरू, सबैभन्दा पहिले कान्छीको पुरानो प्रेमीले निकै योजनाबद्ध रूपमा कान्छीलाई बन्धक बनाउँछ। उसले कान्छीलाई मात्र होइन, उसको परिवारलाई पनि आफ्नो नियन्त्रणमा राख्छ। त्यसपछि सुरु हुन्छ धम्कीको यस्तो खेल जसले कान्छीको होस हवास नै उडाइदिन्छ। दर्शकबिनहरू, त्यो व्यक्तिले कान्छीलाई सिधै भन्छ, यदि तिमी सागरलाई जेलबाट छुटाउन चाहन्छौ, यदि तिमी आफ्नो सानी छोरी सहाराको जीवित र सुरक्षित देख्न चाहन्छौ भने मैले भनेको हरेक कुरा मान्नुपर्छ, होइन भने तिम्रो श्रीमान र छोरी दुवैको जिन्दगीको अस्तित्व नै रहँदैन। उनीहरूको जिन्दगी जोखिमपूर्ण रूपमा हुन्छ भनेर उसलाई धम्की दिइरहेका छन्। बिनहरू यही धम्कीले कान्छीलाई पूर्ण रूपमा तोडिदिन्छन्। आफ्नो आँखा अगाडि परिवार गुमाउने डरले ऊ आफ्नो चाहँदै नचाहँदै सागरसँग डिभोर्स पेपरमा हस्ताक्षर गर्न बाध्य भएका छन्। बिनहरू यो हस्ताक्षर प्रेमले होइन, बाध्यताले गराएको निर्णय हो। बिनहरू कथा यतिकैमा रोकिँदैन। आफूमाथि कसैले शङ्का नगरोस् भनेर कान्छीले अर्को ठुलो नाटक गर्न बाध्य हुन्छ। उसले सागरको भाइलाई फोन गर्छ र अत्यन्त कठोर शब्दमा भन्छ, म अब तिम्रो दाइसँग बस्न सक्दिनँ, तिम्रो दाइ अपराधी हो, उसले सानो नानीमाथि जबरजस्ती गरेको छ, म अब अर्को केटासँग पहिला गइसकेको छु, मेरो छोरीलाई मेरो माइतीमा पुर्याइदिनु र आजपछि मेरो र तिम्रो परिवार बीच कुनै सम्बन्ध रहने छैन, हामी अलग भएर छुटिसक्यौँ भनेर भनिएका देखिन्छ। दर्शकबिनहरू, यी सबै शब्दहरू कान्छीको वास्तविक मनको आवाज होइन, यी सबै उसले आफ्नो परिवारलाई बचाउनका लागि अभिनय गर्दै बोलेका संवाद हुन्। तर सागरको परिवारलाई भने कान्छी साँच्चै धोका दिएको जस्तो महसुस हुन्छ। दर्शकबिनहरू, यति ठुलो त्याग गरेपछि पनि कान्छीको परीक्षा सकिँदैन। उसले आफ्नै आमालाई फोन गरेर अर्को चकित पार्ने कुरा भन्छ, आमा म भोलि घर आउँदैछु, मेरो बिहे गरिदिनुहोस्, म आफ्नो निर्णय लिन सक्ने भएको छु, मैले भनेको तपाईँहरूले मान्नै पर्छ, मैले भनेको तपाईँको छोरीको लागि, तपाईँको खुसीको लागि तपाईँले गर्नुपर्छ भनेर उसले जोर जबस्ती भए पनि आमालाई उसले भनेको देखिन्छ। दर्शकबिनहरू, यो कुरा सुनेपछि सबैलाई लाग्छ कान्छीले सागरलाई बिर्सेर नयाँ जीवन रोजिसकेकी छिन्, तर वास्तविकता भने बिल्कुलै फरक छ। कान्छी हरेक पाइलामा उसको पुरानो प्रेमीको धम्की र नियन्त्रणभित्र भइरहेको हुन्छ। त्यसपछि आउँछ एपिसोडको सबैभन्दा विस्फोटक दृश्य। भोलिपल्ट बिहान कान्छीलाई जबरजस्ती बेहुली बनाएर मण्डपमा बसालिन्छ, वरमाला साटिन्छ, सबै तयारी पुरा हुन्छ। पुरानो प्रेमी अब कान्छीको सिउँदोमा सिन्दुर हाल्नका लागि उसले आफ्नो बनाउन केही सेकेन्ड मात्रै बाँकी हुन्छ। बिनहरू यही क्षणमा पुरा कथा उल्टिन्छ। यति बेलासम्म निरीह बनेर बसेकी कान्छी अचानक भित्रैदेखि उसको साहस जगाउँछ।
उसको नजर बेहुलाको कम्मरमा रहेको खुकुरीतर्फ जान्छ। ऊ एक झट्कामा उसले त्यो खुकुरी निकाल्छ र सबै मानिस त्यहाँ स्तम्भ हुन्छ। हेर्नेहरू पनि चकित पर्छन्। कान्छीको परिवार पनि स्तम्भ बनेका छन्। कसैले पनि कान्छीबाट यस्तो कदमको कल्पना गरेकै हुँदैनन्। पछि कान्छीले आँसु, पीडा, आक्रोश मिसिएको स्वरमा आफ्नो प्रतिकार सुरु गर्छ। अब ऊ डराएर बस्ने अवस्थामा हुँदैन, बरु आफू र आफ्नो परिवारको रक्षाको गर्न ज्यानको बाजी लगाउने निर्णय गरिसकेकी हुन्छ। दर्शकबिनहरू, खुकुरी हातमा लिएर उभिएकी कान्छीलाई देखेर मण्डपभरि अफरातिप्रा मचिन्छ। पुरानो प्रेमी पनि केही क्षणका लागि डरले पछि हट्न बाध्य हुन्छ। आखिर अब कान्छीले उसलाई आक्रमण गर्ला कि कान्छीले उसलाई के गर्ला त? के त्यहाँबाट भाग्न सफल होली? अब कान्छीले उद्धार गर्नको लागि प्रहरी पुगेर सबैको उद्धार गर्लान् त? सबैभन्दा रहस्यमय मोडमा आएको एपिसोड समाप्त भएको देखिन्छ। बिनहरू, अब सबैभन्दा ठुलो प्रश्न यही हो, के कान्छी आफ्नो पुरानो प्रेमिकाको कब्जाबाट मुक्त हुन्छ? सागरले डिभोर्स पेपरमा साइन गरेको वास्तविकता सत्यता त थाहा पाउँछ कि पाउने छैन? के सानी नानी सहारा सुरक्षित रहला त? खुकुरी निकालेपछि अब कान्छीको जीवनमा अब कस्तो आदि आउनेछन्? सबै प्रश्नहरूको उत्तर आगामी एपिसोडमा मात्र खुल्नेछ। त्यसैले अबको कथा अझ खतरनाक, अझ भावनात्मक र अझ विस्फोट हुने निश्चित देखिन्छ। बिनहरू, यदि तपाईँलाई पनि लाग्छ कि कान्छीले आफ्नो परिवार बचाउन असम्भव त्याग गरेकी छ भने आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्। दर्शकबिनहरू, गत एपिसोडमा हेर्दै गर्दाखेरि हामी निकै खुसी छौँ, किनकि आज कान्छीले आफ्नो साहस देखाएको छन्। एउटा नारीले जतिसुकै परिस्थितिमा पनि हिम्मत हार्न सक्दैन। यदि ऊ साँच्चीकै सत्य छ र वास्तविकता छ भने ऊ पक्कै पनि आफ्नो रक्षा गर्नको लागि, आफ्नो परिवारलाई रक्षा गर्नको लागि उसले सही कदम चाल्न सक्छ भनेर आज यो एपिसोडले देखाएको छ। यदि तपाईँ पनि साँच्चीकै कान्छीप्रति खुसी हुनुहुन्छ भने अब कान्छीले साँच्चीकै त्यो व्यक्ति जुन कान्छीलाई अन्याय र अत्याचार गरिरहेका छन् भने उनीहरूले सजाय पाउनुपर्छ भनेर चाहनुहुन्छ भने कृपया कमेन्टमा कान्छी लेखिदिनुहोला। बिनहरू, गत एपिसोडमा हामीले हेरेका थियौँ कि कान्छी निकै अन्यायमा परिसकेका छन्। कान्छीलाई जुन व्यक्तिले आज आफ्नो बनाउँछु भनेर उसलाई अनेकौँ हरकत र अनेकौँ नाटकहरू गर्न लगाइरहेका छन्। आज कान्छीलाई आफ्नै श्रीमानको भाइसँग कुरा गराएर, आज देवरसँग कुरा गराएर उसले म आफै स्वयं सागरसँग डिभोर्स गरेको र सागरसँग कुनै पनि अब सम्बन्ध नरहेको र अब मेरो छोरी सहारालाई जसरी भए पनि माइतीमा छोडिदिनुहोस् र अब तपाईँहरूसँग कुनै पनि सम्बन्ध नगाँच्ने भनेर उसलाई फोन गर्नको लागि बाध्य बनाएको देखिन्छ। र यो कुरा सुन्दै गर्दाखेरि आज सागरको भाइ निकै भावुक भएका छन्। उसले सोच्नै सकिरहेको छैनन् कि मेरो भाउजूले यतिकासम्म गर्छ भनेर ऊ कल्पना पनि गरेका थिएन। तर त्यो वास्तविकता होइन दर्शकबिनहरू, त्यो हामीले निस्वार्थ रूपमा थाहा नै छ कि आज ऊ कुनै बाध्यता भएर, कान्छी बाध्यता भएर यो सब गरिरहेको छन्। दर्शकबिनहरू, त्यसपछि यो कुरा कान्छा वा सागरको भाइले आज आमालाई सुनाउँदै गर्दा आमाले पहिलेदेखि नै कान्छीको पहिलेदेखि नै कान्छीको चालभाव राम्रो नभएकाले उसलाई पहिले नैदेखि अर्कैसँग सम्बन्ध थियो भनेर उसले गुनासो गरिरहेको देखिन्छ। त्यसपछि सो कुरा उसले हाकिम सरलाई सुनाउँछ, हाकिम सरको बुवालाई सुनाउँछ। त्यसपछि हाकिम सरले यसो कहिल्यै पनि कदापि रूपमा पनि कान्छीले गर्न सक्दैन होला। पक्कै पनि ऊ कसैको दबाबमा आएर, पक्कै पनि ऊ कसैको षड्यन्त्रमा आएर जालमा फसेर पक्कै पनि यो सब गरिरहेको छ भनेर भन्दै गर्दा आज सागरको भाइले चाहिँ होइन त्यस्तो त मलाई लागेको थिएन, अब खोइ त्यो के कुरा हो वास्तविकता भनेर उसले पनि जवाब दिएको देखिन्छ। दर्शकबिनहरू, यति मात्रै होइन,
आज कान्छीलाई फोन गरेर आफ्नो घरमा फोन गरेर आमालाई म अब सागरसँग नबस्ने, सागरको जिन्दगीदेखि पढाइ भइसकेको छु, अब म निस्वार्थ भावमा अगाडि बढ्न चाहन्छु, म आफ्नो जिन्दगी खुसी साथ बिताउन चाहन्छु, त्यसैले गर्दाखेरि आमा तपाईँले जसरी भए पनि म भोलिपल्ट घर आउँछु र मेरो बिहा मैले चाहेको केटासँग तपाईँले गरिदिनुपर्छ भनेर उसले भन्दै गर्दा आमा पनि निकै आश्चर्यचकित परेको देखिन्छ। तर आमाले आफ्नो छोरीको खुसीको लागि, आफ्नो छोरीलाई सदा खुसी हेर्नको लागि उसले जे गरे पनि म उसको सम्पूर्ण कुरामा साथ सपोर्ट दिन्छु भनेर आज उसको आमाले पनि हुन्छ भनेर भनिसकेको देखिन्छ। दर्शकबिनहरू, त्यसको भोलिपल्ट त्यो प्रेमिका जुन कान्छीलाई पहिलेदेखि मन पराएका थिए आज उसकै घरमा उसकै आमा बुवाको अगाडि बिहे गर्न खोजिरहेको छन्, बिहे गरिरहेको हुन्छन्। र कान्छीका गाउँका समाजहरूले पनि हेर्दै गर्दाखेरि उनीहरू आफै दङ्ग पर्छन्। उनीहरूले सोच्न सकेकै हुँदैन कि कान्छीले यसो गर्न सक्छ भनेर, तर पनि उसले जबरजस्ती रूपमा बिहे गर्दै गर्दाखेरि त्यहाँ एउटा यस्तो घटना घटिन्छ कि जुन हामीले सोच्न पनि सक्दैनौँ। जब बिहेको सम्पूर्ण काम क्रिया सकेको हुन्छ, अन्तिममा सिन्दुर हाल्ने बेलामा चाहिँ कान्छीले त्यो निर्दय कठोर अपराधीलाई उसले आफ्नो हातबाट फ्यालिदिएको देखिन्छ। त्यसपछि कान्छीले सोही बेहुला भएको राक्षसको कम्मरको मुनि राखिएको वा दुल्हा हुँदाखेरि राखिने खुकुरी हुन्छ हो त्यो खुकुरी लिएर आज सोही व्यक्तिको अगाडि सामने आएको छ, सोही व्यक्तिको अगाडि खडा भएको छन्। कान्छी असह्य भयो, बस भइसकेको छ, अब ऊ सहने कुनै सीमा नै थिएन। त्यसपछि उसले खुकुरी निकालेर अगाडि आएका छन्। यो देख्न साथ त्यहाँ सबैजना स्तब्ध बनेका छन्। त्यहाँ कान्छीका आमा बुवा, कान्छीका परहर छर छिमेकहरू साथै त्यहाँ उपस्थित भएका सबैजना स्तम्भचकित भएका छन् र सो भागलाई त्यही अन्त्य गराएको छन्। दर्शकबिनहरू के साँच्चीकै अब कान्छीले सो व्यक्तिसँग बदला लिन सक्छ होला त जुन अहिले खुकुरी निकालिसकेका छन्? अब यो केही पनि आधी आउने देखिन्छ। साँच्चै अब के हुन्छ होला त कान्छीको जिन्दगीमा? के कान्छीले अब साँच्चै आफूलाई ती व्यक्तिहरूबाट बचाउन सक्ला त? सम्पूर्ण कुराहरूको जानकारी हामी आगामी भिडियोमा लिएर आउने नै छौँ। यतिन्जेलसम्म हेरेर साथ दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।